हेर्नुस् रक्सी खानु पर्छ त्यसले रक्सी खानु पर्छ मन्दी जान्न भने पाप लाग्छ भट्टी जान्न भने पाप लाग्दैन प्रसाद खान्न भने पाप लाग्छ रक्सी खान्न भने पाप लाग्दैन भट्टीको रक्सी त पक्का लाग्छ मन्दिरको आशीर्वादको के ठेगाना लाग्छ कहीँ लाग्दैन रक्सी नखानेले रक्सी खानेलाई नराम्रो भन्छ रक्सी खानेले त्यस्तो भेदभाव कहिले गर्दैन समानताको भावना जति भट्टी र रक्सीले जगाउँछ त्यति मन्दिर र पूजा र प्रसादले जगाउँदैन त्यसैले भट्टी जाने हो साथी रक्सी खाने हो खाएकै त लाग्ने हो नखाए लाग्दैन कानुन बमोजिम काम नगरे झाल खाना जानु पर्छ रक्सी बमोजिम काम नगरे झाल खाना जानु पर्दैन रक्सीको बोतलमा बाहिर यसमा यति प्रतिशत छ भनेर लेखेको हुन्छ दुधको सिसीमा त्यति सूचना लेखेको हुँदैन रक्सीले बिस्तारै मानिस मार्छ भन्छ त मलाई पो केको हतार छ र त्यसैले भट्टी जाने हो साथी रक्सी खाने हो खाएकै त लाग्ने हो नखाए लाग्दैन घरमा रक्सी बनाए सरकारले पुलिस पठाएर समाउँछ सत्तामा उसले रक्सी बनाउन लगाउँछ र सर्वसुलभ बनाउँछ तपाईले नै भन्नुहोस् जति सजिलै र दुर्गममा पनि पाइन्छ त्यति सजिलै जा पनि जे पनि हो सजी कसले किन्न पाउँछ त्यसैले जे सजिलै पाइन्छ साथै त्यही खाने हो खाइ त रक्सी लाग्ने हो नखाए त लाग्दैन घरमा रक्सी बनाए सरकारले पुलिस पठाएर समाउँछ सत्तामा उसले रक्सी बनाउन लगाउँछ र सर्वसुलभ बनाउँछ तपाईले नै भन्नुहोस् जति सजिलै र दुर्गममा पनि पाइन्छ त्यति सजिलै जहाँ पनि जे पनि औषधि कसले किन्न पाउँछ त्यसैले जे सजिलै पाइन्छ साथी त्यही खाने हो खाए त रक्सी लाग्ने हो नखाए त लाग्दैन जवानीमा रक्सी त नखाने बुढो हुनु पर्दैन कसरी हुनु बुढो सिङ्गी जवानी त बुढा कत्दैन रक्सी नखाइकन त आफ्नै श्रीमतीसँग पनि बोल्न डर लाग्छ रक्सी खाएपछि चौबाटोमा नाच्न पनि आँटो आउँछ अरू कुरा खाए खानेलाई मात्रै मजा आउँछ तन्न रक्सी खाएर चौबाटोमा नाङ्गै नाच्ने देख्नेलाई पनि रमाइलो लाग्छ आफू मोज गर्ने हो अरू सबैलाई मजा दिने हो त्यसैले भट्टी जाने साथी हो तन्न रक्सी खाने हो जे गर्दा सबैलाई मजा आउँछ त्यही काम गर्ने हो जिन्दगीमा एउटी मात्र श्रीमती राख्ने हो मर्द भएर एउटीमा पो श्रीमती राख्ने हो श्रीमती बन्ने मुद्दा भनेर गर्दै आफ्नो सम्मति पनि दिनु पर्ने हो म त तन्न रक्सी खाने हो एउटा श्रीमतीलाई पनि 4-5 बत्ता देख्ने हो त्यसैले भट्टी जाने हो साथी तन्न रक्सी खाने हो जे गर्दा सबैलाई मजा आउँछ त्यही काम गर्ने हो